कुरा भनौँ भनौँ ल भल्ला आयो र आएको है साथी हो, कसैको विरोध गरे पनि होइन, कसैको रिस गरेको पनि होइन है। अब आजभोलि चलेको के कुरामा कुरो चल्दाखेरि गर्न मन लाएर गरेको कुरा। सरकारी स्कुलका शिक्षकहरू अब आन्दोलनमा अब जर्मुराउनु भएको छ, दुःख पनि पाउनु भएको छ होइन। हावाहुरी घाममा अब माग पुरा गर्नुपर्छ भनेर लाग्नु भएको छ होइन। 18-20 दिन भइसक्यो आजसम्म। अब सरकारले पनि केही हेरेको छैन अनि उहाँहरू पनि अब घर आफ्नो गन्तव्यतिर फर्किनु भएको छैन। अब त्यो विडम्बनै हो होइन। अनि अर्को कुरा फेरि सडकमा जानु भएको छ, नाच्नु भएको छ, गाउनु भएको छ, रमाउनु भएको छ, त्यो खुसियालीले भुल्नु भएको पनि होला। अर्को अब माग पुरा यदि गरी पनि सरकारले माग पुरा गरिदिएला भनेर पनि त लाग्नु भएको होला होइन। त्यसमा अब विरोध गर्ने कुरो त भएन है होइन। भए पनि अब ठुला ठुला नेताका छोराछोरी शिक्षकका छोराछोरी राम्रा राम्रा मान्छे पो विद्यार्थी सबै बोर्डिङमै पढ्छन् होइन। सरकारी स्कुलमा पढ्ने कुरो भएन, पढ्दैनन्। अर्को फेरि शिक्षकहरूले अब आफ्नो आन्दोलन गर्नुभएको छ। अब त्यो दुःख बिसाएको पनि हो होइन। माग पुरा होला नहोला अब सरकारले गरिदिनुपर्छ। तर त्यसरी सडकमा कुम्ला बोकेर नाचेर गाडा साडी सबका पारेर त्यो खुसियाली मनाउन जाने होइन नि त। यत्रो अधिराज्यभरिको स्कुल बन्द गरेर त होइन। विद्यार्थीको परीक्षा आछ, तिनलाई धर्मर छ। स्कुलमा लथालिङ्गसित एसीको रिजल्ट निकाल्ने शिक्षकहरू हुनुहुन्न। अनि तलब त दिइराखेको छ सरकारले। अब उहाँ भने जस्तो उहाँहरूले मागे जति त कहाँ दिएला र कहाँ दिन सक्ला र। अर्को फेरि माइतीघर मण्डलामा आउने, गाउँघरमा चोकमा डुल्ने त्यो होइन नि त। कराप पार्ने, नेतालाई छोप्ने, हाम्रो माग पुरा नभएसम्म हामीले बाहिर निस्किन दिन्न भन्ने अनि मेन नेताहरूलाई छोपेर तिनीहरूसँगको वार्ता गर्ने। यदि हुन्छ भने हुन्छ, हुन्न भने अब हामी वार्तामा गएर हजुरहरूले जहिले पनि हुन्छ भन्ने, हाम्रो माग पुरा नगरिदिने, मान्दैनौँ भन्ने कुरो गरेर तिनी नेतालाई क्याराप झेराप पारेर समाएर माग पुरा गर भन्ने त राम्रो कुरा पनि थियो है। बाटामा हिँड्या छन् खै एउटा राम्रो नारा भन्ने सुन्नेन क्या। एउटा होमराज नेउपाने भन्ने एकजना सर पोरा एउटा शिक्षा कसले अरे हामी तिमीलाई नेता कसले बनायो, हामी जस्ता गुरुले, शिक्षा कसले दिन्छ, हामी जस्ता गुरुले भनेर एउटा झोरालाई फुरुक्क पारेर भाइरल हुनुभएको थियो भने अहिले तिनी सरहरू पुरै नाचेर गिदाएर अब उस्तै पर्ने नि जे मन लाग्यो गीत गाएर भाइरल हुनुभएको छ होइन। यो त खुसियाली मनाउन जस्तो लाग्यो क्या मलाई त। माग पुरा गर्नु छ भने त त्यो काठमाडौँ पुगेर अनि सम्बन्धित ठाउँमा पुगेर सम्बन्धित मान्छेलाई छोपेर तिनका कानबुटीमा बसेर धरना टाँगेर अनि त्यसो गरेर माग गर्ने हो नि त। काठमाडौँको सहर जति छ र त्यति दिन घुम्न थाल्ने हो भने यहाँ विद्यार्थीको जीवन लथालिङ्ग भएन। अभिभावक आत्तिएका छन्, विद्यार्थी बाटामा हलमल्लेका छन्, ढौडाल्या छन्। परीक्षा दिने विद्यार्थीलाई के हो भन्ने छ। रिजल्ट निकाल्ने अब असारमा रिजल्ट निकाल्ने बेला एसीको त्यस्तै तहस नहस छ। अनि त्यस्तो गरेर शिक्षा गरेर काठमाडौँ गएर नाचेर हुन्छ। माग सबै आफ्ना माग लेखेर आफ्ना माग पेलेकामा हिँडालेर गर्नु न। जाति जानु भएको छ, उही मादल छ, बाँसुरी छ, नाच छ। यो त अलि चित्त बुद्ध भएन। 18-20 दिन लाग्ला। यस्तै खुसी रमाउन पाउनु भयो भने त हजुरहरू त शिक्षक शिक्षिकाहरू त 18 वर्ष पनि यस्तै रमाइराख्नुहुन्छ। उता नगएकाले पैसा पेल्या छन्, गएकाले नाचेर खेल्या छन्। यस्तो पनि हुन्छ। मलाई त अलि चित्त बुझेन। अब यिनी कुराहरू अब भोग्नेले के भन्नुहुन्छ कमेन्टमा गर्नु होला होइन। अधिकारी हामीले थाहा नभएको पनि हुनसक्छ। थाहा भएको कुरा फेरि ट्याक्क कमेन्टमा लेखिदिनु होला। यो घिन्दा फत्ता गरेर काठमाडौँ गएर बाटामा सडकमा नाचेर र गीत गाएर केही अधिकार पाउने कुरो छैन हामीले देखे त। अनि विद्यार्थीहरूले यत्र विद्यार्थीहरूलाई बोर्डिङमा छन् विद्यार्थी भनेर भन्नुहुन्छ। बोर्डिङमा छन् रे, बोर्डिङमा जस्तै किन बोर्डिङका धेरै पास हुन्छन्, स्कुलका किन फेल हुन्छन् त। बोर्डिङले जस्तै मेहनत गर्नु न तपाईँहरूले पनि। आखिर बोर्डिङले त जनताले दिएको तलबले थोरै तलबले सुगा रटाइ गराएको बोर्डिङले। सरकारले दिएको तलबमा त खै सरकारका विद्यार्थी त एउटा स्कुलमा उस्तै पर्ने नि 5-6 जना 15-20 जना आउँछन् फर्स्ट डिभिजनमा।
अनि गर्दैनन्। अनि त्यो कारण के हो भनेर भनेपछि सरकारको लापरवाही पनि अब होइन, त्यो दिमागको लापरवाही पनि होइन, शिक्षकको लापरवाही पनि होइन। भएको के हो त, आदि न जारा त। अब सरकारे धन, कोइला आउँछ वन, आफ्नो मन गर्ने, मेहनत गरेर दुःख गरेर शिक्षकहरूले नगरे भने होइन कि, शिक्षकहरूले गर्नु भएको छ। तर पनि त्यति शिक्षकहरूले गरे जतिको एकदमै राम्रो यो हो भनेर देशभरिका विद्यालयमा राम्रो राम्रो पढाइ भएर सबै विद्यार्थी एमबिबिएस पढ्ने गराउनु न त शिक्षकहरूले। त्यो फेरि शिक्षकलाई घोचे होइन क्या, विद्यार्थीको दिमाग हो। विद्यार्थीले पढ्दैनन् स्कुलमा जति मेहनत बोर्डिङमा किनभने अभिभावकले पनि लगानी धेरै लगाएको हुन्छ। साँच्चै भन्ने हो भने हामीले देखेका कुराहरू, त्यही विद्यार्थीको टिफिन फरक हुन्छन्, जुत्ता टाई बेल्ट फरक हुन्छ, स्कुलमा पढ्ने विद्यार्थीको सबै फरक हुन्छ। त्यो त अब पहिलेदेखि चाहिँ देखिराखेका कुरो हो नि। त्यस्तै बनाऊँ न स्कुललाई पनि। त्यही भएर यो आन्दोलनले 18 वर्षसम्म पनि केही गर्ला जस्तो छैन। नेताहरू चुप्प कानमा तेल हालेर सुतेछन्। सरहरू, म्याडमहरू, मिसहरू गएर सडकमा उफ्री नाच्न पाछन्। अब पालो गरेर नाच्न जाओ हेर मास्टरनी हो।